हिजोको हाम्रो यस तालिममा हामी सहभागी भइरहँदा मिराजीलाई र मलाई चाहिँ प्रतिवेदन लेखनको जिम्मा परेको हामीले पनि लिएको थियौँ र अपाङ्गता भएका महिलाहरूको महासङ्घ नेपालले सिबिएमको सहकार्यमा हिजो मिति 2082 मङ्सिर 8 र 9 गते अर्थात् हिजो जुन काठमाडौँमा यो क्यापेसिटी बिल्डिङ ट्रेनिङ अन प्रोजेक्ट साइकल म्यानेजमेन्ट यसको तालिम सञ्चालन गरेको छ, जसमा हामी चाहिँ सहभागी हुने अवसर पाएका छौँ। यस तालिमको पहिलो दिनमा चाहिँ हामीले के कुराहरू सिक्यौँ भन्नेमा के कुराहरू सिकाइयो भन्ने सन्दर्भमा म प्रतिवेदन तयार गर्ने। हिजो तालिमको पहिलो दिनमा अपाङ्गता भएका महिलाहरूको महासङ्घ नेपाल अध्यक्ष होइन निर्मला दिदीले यस तालिममा सहभागी भएका व्यक्तिहरूलाई सबैजनालाई स्वागत गर्दै अनि हाम्रो सहरलाई पनि प्रमुख प्रशिक्षक सहरलाई पनि स्वागत गर्दै तालिमको परियोजना सञ्चालन गर्ने सङ्घ संस्थाहरूका लागि अति नै महत्त्वपूर्ण रहेको भन्दै यस्तो तालिमले विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने अनि यो तालिम लिए पछाडि अनि परियोजनाहरू लेख्नलाई सहयोग गर्ने धेरै कामहरू गर्नलाई सहज हुने बताउनु भएको थियो। साथै उहाँले यस तालिममा परियोजना चक्र व्यवस्थापनमा क्षमता निर्माण अन्तर्गत परियोजना व्यवस्थापनको बारेमा जानकारी दिने, परियोजनालाई कसरी लेख्ने, परियोजना चक्र भनेको के हो, यसका तत्त्वदेखि लिएर यसको महत्त्वको विषयमा बुझाउने उद्देश्यले यस तालिम यो 2 दिने तालिम सञ्चालन गरिएको बताउनुभयो। यस तालिममा अपाङ्गता भएका महिलाहरूको महासङ्घ नेपालसँग आबद्ध रहेका सदस्य संस्थाका प्रतिनिधिहरू, विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरू, संस्थाका कार्य समिति सदस्य तथा कर्मचारीहरूलाई यस विषयमा सिकाउने जानकारी दिने उद्देश्यले यो तालिमको आयोजना गरिएको। सबैजनाको काम गर्ने तरिका छुट्टै रहेछ। यसबाट त हामीले सबैजना मिलाएर गर्नुपर्छ भन्ने चाहिँ बुझ्यौँ। अनि त्यसपछि अब हामी पछाडि फेरि परियोजना चक्र सञ्चालन गर्दा आउने विभिन्न विषयमा अथवा त्यो के कस्तो समस्याहरू आउँछ भन्ने यो परिस्थितिको विषयमा पनि सरले सिकाउनु भयो र योजना अनुरूप काम गर्दाखेरि विविध परिस्थितिले फरक पार्ने असर, परिवेश, कन्टेन्ट परिवर्तन गर्ने, परियोजना चक्रको विषयमा कसले कसरी कहाँको यसमा लामो प्रतिवेदन त त्यसमा हामीले छनौट गर्न पनि के सिक्यो भन्ने कुरा त सजिलो भयो नि त भन्नलाई। त्यो पनि एकदम उपयोगीमूलक चाहिँ रह्यो र आज पनि यस्तै रहन्छ भन्ने अपेक्षाका साथ हाम्रो प्रस्तुतिकरण कस्तो रह्यो, यसमा अझै केही कुराहरू छुटेको छ भने तपाईँहरूबाट चाहिँ भनिदिनु हुन आग्रह गर्न चाहन्छु।